सो हेलो एभ्रिवान, इट्स मी इशा। वेलकम टु माई युट्युब च्यानल। आजको भिडियोमा हामी नेपाली सेनामा रहेको अधिकृत क्याडेट पदको जिटिओ अन्तर्गत पर्ने लेक्चरेटको बारेमा हामी कुरा गर्न गइरहेको छौँ। सो आजको भिडियोमा चाहिँ हामी लेक्चरेटमा के कस्तो हुन्छ, त्यस सँगसँगै चाहिँ हामीले कुन कुन टपिक्सहरू प्रिपेयर गर्ने र चाहिँ लेक्चरेटमा आफूले कसरी राम्रो रिप्रेजेन्ट गर्न सकिन्छ भन्ने कुरामा हामी डिस्कस गर्न गइरहेको छौँ। सो भिडियो अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा सुरुमा चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो साथीहरूलाई चाहिँ एउटै लाइनमा बसाइराख्नु भएको हुन्छ है चेयरमा। अनि उहाँको पछाडि चाहिँ जिटो सर बसिराख्नु भएको हुन्छ। कुनै एउटा चेस्ट नम्बर 1 देखि लास्टबाट चाहिँ कुनै एकजनालाई बोलाउनुहुन्छ। अनि बोलाए पछाडि चाहिँ त्यहाँनिर आफ्नो अगाडि पिसेस अफ पेपरहरू हुन्छ है, घोप्टाएर राखेको हुन्छ। त्यो घोप्टाएको पेपरमा चाहिँ आफूले कुनै पनि चुज गर्न सकिन्छ। चुज गर्नेमा चाहिँ त्यहाँभित्र हाम्रो 4वटा टपिक्सहरू दिएको हुन्छ है। त्यो 4वटा टपिक्सबाट चाहिँ आफूलाई कुनै भन्न सक्छु जस्तो लाग्छ भने अथवा आउन सक्छ लाग्छ भने चाहिँ त्यो टपिक्स एउटा चुज गर्ने। अनि त्यसपछि हामीलाई चाहिँ 3 मिनेट प्रिपेयर गर्न टाइम दिनुहुन्छ। 3 मिनेट चाहिँ आफूले प्रिपेयर गर्ने। अनि सके पछाडि चाहिँ घन्टी बजाएर बोलाउनुहुन्छ। अनि घन्टी बजाए पछाडि चाहिँ हामीलाई चाहिँ 3 मिनेट बोल्न टाइम दिन्छ लेक्चरको लागि, स्पिचको लागि। त्यसपछि चाहिँ हाम्रो 2 मिनेट 30 सेकेन्ड कटिसके पछाडि चाहिँ वार्निङ बेल बज्छ र 30 सेकेन्ड रिमेनिङ रह्यो है भन्ने चाहिँ वार्निङको बेल बज्छ। अनि त्यसपछि हामीले चाहिँ 30 सेकेन्डसम्म चाहिँ आफूले के भन्ने कुराहरू त्यस्तो सबै ऱ्यापअप गर्न सकिन्छ। अब यो रह्यो इन्भाइरोमेन्ट कस्तो हुन्छ त हाम्रो लेक्चर दिँदाखेरि। अब मेन कुरा गरौँ है त। कस्तो कस्तो टपिक्सहरू सोध्छ भन्ने बारेमा। खासै टेन्सन चाहिँ लिनु पर्दैन है, किन भन्दाखेरि सबै टपिक्सहरू जुन जुन सोध्छ नि त्यो एकदम फ्यामिलियरहरू नै सोध्छ क्या। आफ्नो बेसिक नलेज भएको है, सुनिरहेको टपिक्सहरू नै सोध्छ। त्यस्तो नयाँ कहिले नसुनेको टपिक्सहरू चाहिँ सोध्दैन। त्यही हो, अब आफूलाई 3 मिनेटमा चाहिँ कसरी कसरी इलाबोरेटिभ वेमा चाहिँ आफूले भन्न सकिन्छ भन्ने कुरा हो। अब इक्जाम्पलको लागि चाहिँ फरेन इम्प्लोइमेन्ट, वैदेशिक रोजगार, त्यसपछि क्लाइमेट चेन्ज, जलवायु परिवर्तन यस्तैहरू नै हामीलाई सोध्ने हो होइन। इक्जाम्पलको लागि चाहिँ मैले यो स्क्रिनमा राखेको टपिक्सहरू जस्तै नै आउने हो एक्जाममा पनि है। यस्तै यस्तै खालको टपिक्सहरू नै सोधिरहेको छ र यस्तै खालके नर्मल नै सोध्ने हो। तपाईँहरूले यही टपिक्सबाट प्रिपेयर गर्दाखेरि आई थिङ्क पुग्छ जस्तो लाग्छ, किनभने मैले पनि मेरो टाइममा यस्तै यस्तै नै प्रिपेयर गरेको थिएँ। अनि तपाईँहरूले यसलाई चाहिँ स्क्रिनसट लिएर चाहिँ प्रिपेयर गर्न सक्नुहुन्छ। या फिर मैले यो यसको फोटो चाहिँ डिस्क्रिप्सन बक्समा पनि राखिदिन्छु। यु क्यान टेक फ्रम देयर। ओके, मलाई आफैले दुईचोटि दिँदाखेरि परेको टपिक भनेको चाहिँ फरेन इम्प्लोइमेन्ट र एग्रिकल्चर थियो। र मेरो साथीहरूलाई परेको टपिक्सहरू चाहिँ ट्राफिक जाम, त्यसपछि अर्को भनेको क्लाइमेट चेन्ज, जलवायु परिवर्तन, वुमेन इम्पावरमेन्ट, अनि त्यसपछि अर्को भनेको योर फेभरेट प्लेस, योर फेभरेट हिरो, दाउरी सिस्टम, नेपाल आर्मी एसेक्ट्राहरू सोधेको थियो। यो रह्यो टपिक्सहरूको बारेमा। तपाईँहरूले यति टपिक्सहरूको बारेमा चाहिँ थोरै थोरै बेसिक नलेजहरू लिनुभयो भने तपाईँहरूलाई चाहिँ यति टपिक्सले चाहिँ जहाँसम्म लाग्छ मलाई पुग्छ जस्तो लाग्छ है। किन भन्दाखेरि एउटा टपिक चाहिँ एकदम सजिलै नै दिएको हुन्छ क्या, 4वटामा एउटा सजिलै परेको हुन्छ। सो अब यत्रो धेरै टपिक छ होइन, कुन पर्छ कसरी प्रिपेयर गर्ने त भन्ने बारे कुरा गरौँ। फर इक्जाम्पलको लागि तपाईँले एउटा कुनै टपिक्स प्रिपेयर गरिराख्नु आँट्नु भएको छ अरे है। अनि त्यसलाई चाहिँ हामीले कसरी प्रिपेयर गर्ने भन्दाखेरि त्यो टपिकलाई चाहिँ सानो सानो सब टपिक्समा हामीले डिभाइड गर्ने। इक्जाम्पलको लागि चाहिँ हाम्रो फरेन इम्प्लोइमेन्ट लियौँ ल, वैदेशिक रोजगार। अब त्यसलाई चाहिँ हामीले सब टपिक्समा डिभाइड गर्ने। इक्जाम्पलको लागि इन्ट्रोडक्सन, यसको परिचयमा थोरै थाहा हुनु पर्यो हामीलाई। त्यसपछि अर्को भनेको चाहिँ करेन्ट सिनारियो, हालको अवस्था के छ त्यो पनि थाहा हुनु पर्यो। थर्डमा रह्यो कजेज, कारणहरू, त्यसपछि त्यसको असर, इम्प्याक्ट र अनि सल्युसन्सको उपायहरू, र लास्टमा चाहिँ रह्यो निष्कर्ष या कन्क्लुजन हो। यसरी सानो सानो टपिक्सहरूमा डिभाइड गर्ने। अनि त्यसपछि त्यसको सानो सानो नोट्सहरू हामीले लेख्ने अनि त्यही रिभाइजहरू गरिराख्ने ल। फरेन इम्प्लोइमेन्टको मैले इक्जाम्पल लिएँ है। त्यसको इन्ट्रोडक्सन लेख्ने। त्यसपछि अर्को भनेको चाहिँ हाम्रो करेन्ट सिनारियो के छ, कतिजना मान्छेहरू डेली बेसिसमा चाहिँ बाहिर जान्छन् है। त्यसपछि अर्को भनेको यसको कारणहरू के छन्। हामीले त्यो सानो सानो टपिक्सहरू चाहिँ पोइन्टहरू याद रहनु पर्यो क्या। अनि यसको सल्युसनहरू के छ भने त्यो पनि हामीले याद गर्नु पर्यो। अनि जस प्रिपेयर गर्दाखेरि चाहिँ हामीले लामो लामो सेन्टेन्स बनाएर कहिले पनि नलेख्ने, नोट डाउन कहिले पनि नगर्ने। त्यसको मैले एउटा आफूले प्रिपेयर गर्दा मिस्टेक के गरेको थियो भन्दा फर्स्ट अटेम्पमा मैले त हुन्छ नि त एक पेजै लेखिदिन्थेँ क्या त्यसको बारेमा। अनि त्यही पढ्थेँ त्यही गर्थेँ। तर त्यो एक पेज त हाम्रो कतिवटा धेरै टपिक्सहरू छ नि त, एउटा दुईवटा टपिक्स भए पो याद गर्न सकिन्छ त। तर त्यत्रो टपिक्सहरू चाहिँ कुन आउँछ सबैको लागि, सबैको हामीले अलि अलि नलेज त गेन गर्नुपर्छ नि त। त्यही भएर त्यसरी सकिँदैन।
सकेसम्म आफूले चाहिँ सानो टपिक्सहरूमा चाहिँ वर्ड्समा चाहिँ आफूले नोट डाउन गर्ने र त्यही रिभाइज गरेको गर्ने अनि आफूले प्र्याक्टिस पनि गर्ने अगाडि गएर है। मैले एउटा चाहिँ रेप्लिका बनाइदिएको छु है। तपाईँले यसरी नै आफूले बनाउन सक्नुहुन्छ हरेक टपिक्सको नोट्स। तर यो चाहिँ अलिकति लामै भयो, मेरो इलाबोरेटिभ वेमै भएको छ। मैले बुझाउनको लागि लेखिदिएको थिएँ। तपाईँले अझै छोटो वर्ड्सहरूमा जति सक्नुहुन्छ त्यति छोटो वर्ड्सहरूमा चाहिँ आफ्नो नोट बनाउने हरेक टपिक्सको लागि, ताकि त्यो हेर्दै चाहिँ आफूले मेन कुराहरू चाहिँ वहाँ गएर भन्न सकौँ क्या। बुझ्नुभयो? तपाईँले स्क्रिनमा हेर्न सक्नुहुन्छ। यो मैले चाहिँ यसरी यसरी बनाउन सकिन्छ भनेर चाहिँ मैले बनाइदिएको छु। त्यसरी तपाईँहरूले पनि प्र्याक्टिस गर्न सक्नुहुन्छ। सो अब हामी लेक्चर चाहिँ कसरी आफूले राम्रो रिप्रेजेन्ट गर्न सकिन्छ भन्ने कुरा गरौँ है त। सबैभन्दा सुरुमा बुझ्नुपर्ने कुरा भनेको चाहिँ यो साइकोलोजिकल टेस्ट भनेको चाहिँ इट्स अल अबाउट क्वालिटी टेस्ट, राइट? हाम्रो क्वालिटिजहरू खोजिराख्नु भएको छ नि त। अनि हरेक एक्जाममा चाहिँ हामीबाट त्यो 15वटा क्वालिटिजमध्ये क्वालिटिजहरू खोजिराख्नु भएको हुन्छ क्या, यो मान्छेमा चाहिँ कुन क्वालिटिजहरू छ भन्ने कुरा। सो हामीले जुन एक्जाममा जुन क्वालिटी खोज्छ भन्ने हामीलाई थाहा छँदैछ भने त्यो क्वालिटिजहरू किन नदेखाउने भन्ने कुरा हो क्या। अब तपाईँले लेक्चरबाट चाहिँ उहाँहरूले कस्तो कस्तो क्वालिटिजहरू खोजिराख्नु भएको छ भन्दाखेरि चाहिँ एउटा भनेको सेल्फ कन्फिडेन्स भइहाल्यो, त्यसपछि अर्को भनेको करेज भयो, अनि अर्को भनेको स्टामिना मतलब मेन्टल स्टामिना है। उसले अब कसरी त्यो आफूलाई चाहिँ त्यो 3 मिनटमा चाहिँ आफूले गो अन गर्न सक्छ, आफूभित्र कति स्टामिना छ, आफूलाई नुहाए पनि उसले कतिको आफूले दिन सक्छ। त्यसपछि अर्को भनेको एबिलिटी टु इन्फ्लुएन्स ग्रुप। यस्तै टपिक्सहरू क्वालिटिजहरू चाहिँ उहाँहरूले हामीबाट खोजिराख्नु भएको हुन्छ। त्यही भएर आफूले त्यही क्वालिटिजहरू देखाइदिने क्या। बुझ्नुभयो? टक्कसँग आफूले प्रिपेयर गर्दा पनि त्यो नोट्सहरू बनाएको सरसर हेरिराख्ने। त्यसपछि मिररको अगाडि चाहिँ ऐनाको अगाडि चाहिँ आफूले प्र्याक्टिस गर्ने, साथीहरूको अगाडि प्र्याक्टिस गर्ने, ताकि त्यो इन्भाइरोमेन्टमा आफू फ्यामिलियर होस्, आफू कन्फिडेन्स होस् भन्ने कुरामा आफूले प्र्याक्टिस चाहिँ गरिराख्ने है। अनि मात्रै तपाईँहरूको कन्फिडेन्स बिल्डअप हुन्छ। त्यसपछि गरिसके पछाडि चाहिँ वहाँ गए पछाडि आफू टक्कसँग है चिल पारामा आफू कन्फिडेन्ट भएर म सक्छु भनेर गएर आफूले दिने। आफूले चाहिँ जहिले पनि म आफू पनि एप्लाई गर्छु र अरूलाई पनि इन्करेज गर्छु कि पोजिटिभ एफर्मेसन्सहरू आफूले भन्ने है। अनि हरेक एक्जाममा अनि पोजिटिभ एफर्मेसन भनिसके पछाडि आफ्नो एउटा पोजिटिभिटी भइरहेको छ। अनि कन्फिडेन्स पनि आउँछ, आफूले आफूले इमेजिन गर्ने कन्फिडेन्स साथ मैले भनेको एउटा बिहानै इमेजिन गरेर जाने र टक्कसँग आफूले चाहिँ हरेक एक्जाममा चाहिँ आफू काम भएर म सक्छु, आई क्यान डु इट भनेर चाहिँ आफूले दिने है। नडराइकन टक्कसँग कन्फिडेन्स भएर दिने एक्जामिनेसन लेक्चरेट। सो हामीलाई बोलाइसकेपछि चाहिँ आफूले के गर्ने भन्दाखेरि आफ्नो छोटो इन्ट्रोडक्सन दिने। अनि त्यसपछि अर्को भनेको चाहिँ मेरो टपिक यो छ भनेर भन्ने र आफ्नो लेक्चर स्टार्ट गर्ने। 2 मिनट 30 सेकेन्ड भइसके पछाडि चाहिँ रिङ बज्छ अनि आफूले कहाँ पुगेको छ लगभग 30 सेकेन्डमा चाहिँ आफूले एन्ड गरिदिने क्या। आधीमै चाहिँ भरसक नरोकियोस्, तरै पुग्नुभएको छ त्यसलाई अलिकति मिलाएर कन्टिन्यू गरेर चाहिँ आफूले त्यो 30 सेकेन्डमा चाहिँ ऱ्यापअप गरिदिने है। अनि त्यसपछि चाहिँ आफू कन्फिडेन्स भएर दिने, सकिन्छ त्यति लेक्चरेट हो भनेर यस्तो त बोल्न सकिहाल्छु नि भनेर दिने है त। सो यिनीहरू भन्नुपर्दाखेरि चाहिँ त्यस्तो गाह्रो चाहिँ छैन यो लेक्चरेट होइन। त्यो बिस्तारै बोल्दै गए पछाडि त्यो आफूले बोल्ने बानी चाहिँ बसाल्ने सजिलोसँग सकिन्छ। अनि त्यसपछि मैले भनेको कुराहरू चाहिँ ध्यान दिने र अरू भनेको चाहिँ यताउति आँखा नलाउनु, टक्कसँग आफूले साथीहरूसँग टक्कसँग आफूले आँखाहरू मिलाएर चाहिँ कन्फिडेन्स भएर देखाएर चाहिँ आफूले लेक्चर दिने। अनि त्यसपछि त्यस्तो धेरै गाह्रो त छैन, सजिलै छ। आफूले अलिकति प्र्याक्टिस गर्नुपर्छ, प्र्याक्टिस गर्दै गएपछि आफ्नो कन्फिडेन्स आउँछ। सो थ्याङ्क यू एभ्रिवान। I hope you will do great in the lecture examination. And best of luck from my side.